तर हामी माथि जाई लाग्न खोजे कोही आइलागे भने त्यसको ईँटको जवाब पत्थरले भन्ने कुरा गर्नुहोस्। हामी छौँ, जरुरी पर्यो भने जस्तो सुकै विद्रोह पनि गर्न सकिन्छ। अब कता कताबाट पैसा ल्याएछन्, पैसा त उनीहरूले थुपारेकै होलान्। त्यही पैसाको बालमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिराखेँ, तपाईँहरूले देखिराख्नु भएको छ। त्यसकारण म के भन्न चाहन्छु भने हामी जाई लाग्ने चाहिँ होइन। उनीहरूको सभामा, उनीहरूको आन्दोलनमा हामीले गएर आक्रमण गर्ने भन्न मैले खोजेको छैन, बुझ्नु होला। तर उनीहरू छाडा भएछन्, छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन्। यदि उनीहरू आइलाग्छन् भने त्यसको ईँटको जवाब पत्थरले दिने गरी तयारी गर्नै पर्छ। म हिजोको मात्रै एउटा घटना नुवाकोटको सुनाउँछु। म यसरी नै बोल्दै थिएँ, एउटा राजावादी अराजक मान्छे रहेछ। मैले बोल्दा बोल्दै म प्रश्न गर्छु भने म के तालको मान्छे। मैले सोचेँ यो त म बोल्दैछु, कार्यक्रम समापन गर्दैछु, एउटा मान्छे बडो चाहिँ आक्रोशपूर्ण मुद्रामा मैले प्रश्न गर्न चाहन्छु। मैले त्यति बेला राजावादको या राजावादीहरूको वैचारिक, राजनैतिक र तथ्यगत खण्डन आलोचना भण्डाफोर गर्दै थिएँ। म उसलाई सहिसक्नु भएन छ। उसले त काठमाडौँको जुलुस देखायो होला, त्यसो भएर उसको अलिकति बढ्यो होला। मैले यो प्रश्न उत्तर कार्यक्रम होइन, प्रश्न उत्तर कार्यक्रम बिहान पत्रकार सम्मेलनमा थियो, त्यही सोधे भए हुन्थ्यो जति सोधे पनि। यो प्रश्न उत्तर होइन भन्दा पनि उफ्रिराखेपछि त्यहाँ जनताले नै, हामीले होइन, जनताले नै उसलाई राम्रै प्रतिवाद गरे। म यो राम्रै उसलाई जीवनभर पुग्ने गरी प्रतिवाद, जीवनभरि नबिर्सिने गरी। यदि कोही जाइ लाग्छ हाम्रा विरुद्ध भने, आइलाग्छ भने त हामी त्यसको त प्रतिवाद गर्नै पर्छ। नत्र हामी वाइसिएल कसरी भइयो त, हामी क्रान्तिकारी कसरी भइयो त। त्यहाँ त्यो तयारी पनि स्वयंसेवकको रूपमा, भोलिन्टियरको रूपमा त्यो तयारी पनि आउने नेतृत्वले गरोस्, पुरानो नेतृत्वले त्यसको तयारी गरोस् भन्न चाहन्छु। त्यहाँदेखि मैले भने वैचारिक प्रतिवाद, तर्क वितर्क, तथ्य राख्ने, कोले के गरेका हुन् सबै इतिहासैदेखि उल्ट्याएर हाम्रा युवा साथीहरूलाई बुझाइदिनु पर्यो। यी सबै यति धेरै छन् घटनाहरू, ती सबै थियरिस्ट इतिहासका ल्याएर जनतालाई भनिदिनु पर्यो, युवाहरूलाई अझ बढी भनिदिनु पर्यो। राजनीति ल्याएर भन्न पर्यो। अहिले भटाभट राजतन्त्रको अन्त्य भएपछि यिनै राजा महाराजा भन्नेहरूले तस्करी गरेर चोरेर लगेका मूर्तिहरू फिर्ता हुँदैछन् नेपालमा। यो तथ्यलाई भनिदिनु पर्यो, हामीले यो तथ्यलाई भनिदिनु पर्यो। र हामी अहिले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लडाईँ माओवादीले लडेको हुनाले भ्रष्टाचार गर्ने र भ्रष्टाचारका विरुद्ध लड्ने एउटै हुन् भन्ने भाषाको जबरजस्त खण्डन गर्न पर्यो साथीहरू। अहिले त्यस्तो बनाउन खोजिएको छ। तीनटा नेता पालै पालो सरकारमा बस्छन्, तीनटै उस्तै हुन् भन्ने भाषा बनाउन खोजिएको छ। र तपाईहरुले तथ्य छन् हामीसँग। पहिलोचोटि सरकारको नेतृत्व गर्दा हामीले मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण कोरिडोरको प्रस्ताव हामीले राखेको, अहिले त्यसले नेपाल एक ठाउँमा जोडिँदैछ भन्ने तथ्य हामीले फेरि जनतालाई भन्नुपर्ने भयो। हामीले पहिलोचोटि गरिब किसानहरूको ऋण मिनाहा गर्ने सरकार हाम्रो सरकार हो भन्ने कुरा भनिदिनु पर्यो फेरि जनतालाई। दोस्रो पटक लोड सेडिङबाट देशलाई मुक्त गर्ने सरकार हाम्रो सरकार हो, लोड सेडिङ गर्ने यिनीहरू हुन् भनेर भनिदिनु पर्यो जनतालाई। हामीले देशलाई राष्ट्रिय एकतामा उनेर मधेस पहाड हिमाललाई जोडेर लोकतान्त्रिक निर्वाचनको पहिलो नेतृत्व गर्ने सरकार हाम्रो हो भनिदिनु पर्यो जनतालाई। र अहिले भ्रष्टाचारका विरुद्ध एउटा महान लडाईँ छेडेर जनतामा आशा भरोसा जगाउने हामी हो। र यही हाम्रो सकारात्मक अभियानबाट आतंकित दलालहरू, प्रतिक्रियावादीहरूले अनेक जाल र षड्यन्त्र गरेका छन् भन्ने कुरा हामीले भनिदिनु पर्यो। त्यसकारण हामीले अस्ति समाजवादी मोर्चाको कार्यक्रम चैत्र 15 गते राख्दै गर्दा तुरुन्तै हामीले भनेका छौँ अब देशभरि भोलिन्टियर तयार गर्न पर्यो। किनभने चैत्र 15 गते जसरी मण्डलेहरूले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाए त्यसको प्रतिवाद अरूले गर्दैनन्।
न वैचारिक प्रतिवाद अरूलाई गर्ने यो सरकारको त केही हैसियतै छैन। यो गणतन्त्रको यसको कुनै हैसियतै छैन, यसको इच्छा शक्ति पनि छैन, हैसियत पनि छैन, गफ हाँक्ने बाहेक केही नै छैन। उनीहरूले गफ गरे, तपाईँहरूले देख्नुभयो, हामीले गफै नगरेन 1 लाख मान्छे उतारेर देखायौँ। यिनीहरूले गफ गरे काठमाडौँ कब्जा, लाजै मर्नु किनभने उनीहरूले गफ गरे काठमाडौँ कब्जाको, तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको। यस्ता छन्, यिनीहरूलाई केही मतलबको कुरा छैन। त्यही कारण यो जिम्मेवारी लिने हामीले नै हो कमरेडहरू, हामीले सक्छौँ, हामीले सक्नै पर्छ। त्यसकारण तपाईँहरूले पनि भोलिन्टियर टिम बनाउने, जनतामा प्रचार गर्ने, विचार राजनीति सबै हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्ने कुरा पनि जनतालाई भन्ने। तर हामी माथि जाई लाग्न खोजे कोही आइलागे भने त्यसको इँटको जवाब पत्थरले भन्ने कुरा गर्नुहोस्। हामी छौँ, जरुरी पर्यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ। मैले के भन्ने गरेको छु, हुलाकी मार्गमा पनि माथि पनि भने हामी अहिले जुन अभियान चलाछौँ, जातीय क्षेत्रीय मोर्चाका अधिवेशन गरेका छौँ, सबै गरेका छौँ, यो जरुरी पर्यो भने अर्को क्रान्तिको तयारी हो है, यो अरू केही होइन। किन जनतासँग नजोडिकन त क्रान्ति हुँदैन। त्यसकारण यो अर्को समाजवादी क्रान्तिको तयारी हो। त्यसकारण सरकारलाई खबरदारी पनि हामीले त्यही उद्देश्यले भनेका छौँ, प्रतिगमनकारीहरूलाई चुनौती पनि हामीले त्यही उद्देश्यले दिएका छौँ। हिजो तपाईँहरूले सायद सुन्नुभयो होला, राप्रपाका केही नेताहरूले बोले भनेर आयो। प्रचण्डले त गणतन्त्र आफैले ल्याएको हुनाले गणतन्त्रको पक्षमा बोल्ने, उफ्रिने, कराउने त उनलाई त छ। तर यी काङ्ग्रेस एमाले किन बोलेका हुन् बुझ्न सकिएन भनेर राप्रपाको नेताले भाषण गरे हिजो। मैले अघि व्याख्या गरिसकेँ, तपाईँहरूले बुझिहाल्नु भयो। त्यो भनेको काङ्ग्रेस एमाले गणतन्त्र भन्न छोडुन् र फेरि राजाको पक्षमा आउन् भन्ने षड्यन्त्र हो त्यहाँभित्र। तर हामी चाहन्छौँ उनीहरू गणतन्त्रका विरुद्ध नजाउन् भन्ने चाहन्छौँ, हामी जाउँ भन्ने हाम्रो इच्छा त हुँदैन। यो कुरा हामीले बुझ्नुपर्छ। तर यसको रक्षा गर्ने, सम्वर्धन गर्ने र समाजवादी दिशा दिने जिम्मेवारी माओवादी